बाइस वर्ल्ड कपको बिल्डिङ हो। वर्ल्ड कपमा बनाएको थियो यो बिल्डिङ चाहिँ, त्यो भएर नाम पनि त्यसमै रह्यो। जाने बाटो रहेनछ, बन्द भएको छ। राम्रो छ यो बिल्डिङ। अहिले चाहिँ यहाँ कति 8:50 भयो, 9 बज्न लाग्यो बेलुकाको। अहिले त गर्मी छैन, गर्मी एकदम कम छ, बाहिर हिँड्न सकिन्छ, यस्तो गर्मी पनि केही पनि छैन। यस्तो छ यहाँ चाहिँ खोल्न लागेको छ। त्यस अहिले बेलुका चाहिँ एकदम घुम्न पनि सकिन्छ, हिँड्न सकिन्छ, एकदम दामी हुन्छ यहाँ, त्यस्तो गाह्रो चाहिँ केही पनि हुँदैन। अनि एउटा कुरा भन्न थियो, के अरे सबैजनाले सब्सक्राइब चाहिँ गरिदिनु होला, मेरो च्यानललाई सपोर्ट गरिदिनु होला। अब के भन्ने, त्यस्तो राम्रो अस्ति नै पनि मैले के भनेको थिएँ भने, अस्ति नै एउटा भिडियोमा होला, मेरो भिडियोहरू त त्यस्तो खासै राम्रो क्वालिटीको त हुँदैन छैन होइन, त्यस्तो मलाई थाहा पनि छैन नि त युट्युबको बारेमा। अनि त्यही हो,
भिडियो खिच्योहरू अनि लगायो, त्यही मात्रै भइरहेको छ होइन। टाइम पनि हुँदैन, ड्युटी अब 24 आवर टाइपकै हुन्छ नि त ड्युटी, अनि त्यही भएर पनि हो, अलिक बिजी भएर पनि हो, अलिकति अब सोसियल मिडियातिर हेर्न पनि पाएको छैन। अब अहिले त अब यसो युट्युबतिर सर्च गरेर हेर्दा पनि अब कसरी लाउने, के गर्ने, कस्तो गर्ने। चाहिँ मेट्रो स्टेसन हो, अनि मेट्रोको बसहरू